आशापुरी महादेव। आशापुरी महादेव मन्दिर सूर्यविनायक नगरपालिका 7 मा पर्ने भक्तपुर र काभ्रेको सिमानामा अवस्थित रहेको छ। जगाती चोकबाट 10 किलोमिटर दूरीमा पर्ने यस मन्दिर जगाती चोकबाट सवारी साधनमा आधा घण्टा र पैदल हिँड्दा करिब 2 घण्टा लाग्ने गर्दछ। आशापुरी महादेव नै चाल र काक्रेबारी गरी दुई नदीको सङ्गम स्थलमा छ। चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ। मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ। मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको छ, जुन अति सुन्दर देखिन्छ। शिवलिङ्ग वरिपरि बेरिरहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ। मुख्य मन्दिर वरिपर गणेश लगायत विभिन्न देवी देवताका मूर्तिहरू प्रतिस्थापना गरिएको छ। मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएको पञ्चमुखी धारा छन्, जहाँ 24 घण्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्दछ। किंवदन्तीका अनुसार मनले चिताएको इच्छा आकांक्षा पूरा गर्ने महादेव भएकोले यसको नाम आशापुरेश्वर महादेव राखिएको हो। आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरूले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गर्दछ।